सबैजनालाई नमस्कार छ मेरो। यो चाहिँ भिडियो एउटा सानो बनाउँदैछु मैले। यो भिडियो चाहिँ कहिले बनाएको भन्नु होला तपाईहरुले। फेरि यो चाहिँ 2083 साल 3 महिना 18 गते बिहीबार चाहिँ बनाएको भिडियो छु मैले। यो छोटो एउटा सानो जानकारी। यो चाहिँ यसो पछि-पछिको लागि सम्झना हुन्छ भनेर यसो बनाएको भिडियोहरु साथीहरु। यो चाहिँ म बसेको ठाउँहरु हो यो। र यता पारिपट्टि पनि मकैबारी छ, उता पनि मेरो मकैबारी छ, यो पनि मेरो मकैबारी हो। त्यहीँनिर बस्दाखेरिको चाहिँ यो बाख्रा गोठा हो साथीहरु। यो चाहिँ बोका ब्याडे बोका हो। यहाँ चाहिँ बाख्रा, उता एउटा चाहिँ सेतो, यता उता फर्केको त्यो सेतो खसी हो। त्यहाँ सबै ब्याउने बाख्रा कालोहरु। र उ त्यो बोका हो पुच्छर हल्लाएर नि। यो तनक्क तन्किरहेको छ। यो चाहिँ बाख्रा हो, ब्याउनी छ। यो पनि साडा बाख्रा ब्याउनी छ र अरु चाहिँ थारै छ। यो माथि त्यो हाँगा काटेको देखेको चाहिँ लौसी रुख हो। अनि चिउरा रुख हो। यो चाहिँ एउटा गुलाम अरु चाहिँ कुलथानको चाहिँ एउटा पार्टी जस्तो बनाएको छ, रातो जस्तो देखेको। त्यो ठाउँ चाहिँ मैले नै खारेको, तर पछि अब मेरो पर्छ भने झगडा गरे, लास्टमा प्रति सरकारी जग्गा हो। र यो चिलाउने रुख पनि मैले नै काटेर नि बेला 63 सालमा चाहिँ जोगाएर राखेको। तर पछि अब उनीहरुले यो पनि तैँले 1500 भन्न थाले र छोडिदिएको। अहिले चाहिँ प्रति जग्गामै पर्यो। यो पनि मैले काम गरेकै रुख छोडिदिएको छु। पछि अब मैले सर्वदान गरेको छु यसलाई, र पछि अब मैले सर्वदान गरेको मलाई नि फलिफाप्ती होला नि। मैले पनि पाप कसैको गरेको छैन। अब भुलचुकमा गरे भए माफ पाउनु होला, नत्र भने मैले त्यस्तो जानी गरी चाहिँ भुलचुक गरेको गल्ती गरेको छैन। अनि कुनै दिन त्यसको पनि फलेको देखिन्छ होला। यो चाहिँ 1 नम्बर पिप्ले बजार हो सन्ताखानको। पिप्ले बजार भन्छ, देवी बालसुदर स्कुल भन्छ त्यहाँ तल हो। तल डाँडाघरतिर भन्छ। गाविस डाँडा भन्छ। म पयालो घर यतापट्टि चाडा झ्याल देखेको, 4-6 झ्याल देखेकोलाई। यतापट्टि चाहिँ यो खाल्टामा चाहिँ घटा बस पार्क चोक भनिन्छ। भुवनेश्वर नगरपालिका वडा नम्बर 3 तारेबिर सुन्ताखान घटा बस पार्क भनिन्छ। तारेबिर माथि पर्छ, तर छेलिया छ। त्यो चाहिँ बुढानीकण्ठको चाहिँ गुफा भनिन्छ। त्यो बुढानीकण्ठ र सुन्ताखानको चाहिँ सिमानामा बनिएको छ। त्यो यस्तो छ साथी हो। हल्का फुल्का यसो सानो भिडियो बनाइरहेको मैले टाइम पास बसी बिहानको।